Hello again. Welcome to my part 3 of how I ended up in Italy. Consulate-बाट सबै डकुमेन्ट्स DOV गरेर आउँदै गर्दा चाहिँ हजुरले आफ्नो फाइनान्शियल रिपोर्टहरु सबै कुराहरु चाहिँ स्टार्ट गरिहाल्नु प्रिपेयर गर्नु. These are all the things that you need. You can screenshot this or VFS को वेबसाइटमा गएर पनि चेक गर्न सक्नुहुन्छ what you need भनेर. सबैभन्दा धेरै गाह्रो कुरा भनेकै 6 मन्थको बैंक स्टेटमेन्ट हो जस्तो लाग्छ मलाई. यो चाहिँ हजुरले के देखाउनु पर्छ भने मसँग प्रशस्त अमाउन्टमा पैसा छ अनि म त्यहाँ गएर पनि सस्टेन गर्न सक्छु, म आफैले पैसा तिरेर पढ्न सक्छु, म आफैले पैसा तिरेर बस्न खान सक्छु भनेर चाहिँ यति अमाउन्ट देखाउनु पर्ने हो. आवत जावत सब देखाउनु पर्छ. आफ्नो स्पोन्सरको ट्याक्स पे गरेको आय स्रोत, बैंक स्टेटमेन्ट 6 महिनाको सबै देखाउनु पर्छ. कन्सुलेटबाट डकुमेन्ट आउँछ, त्यसपछि VFS मा हजुरले अपोइन्टमेन्ट लिन सक्नुहुन्छ. अवेलेबल डेट्सहरुमा अपोइन्टमेन्ट लिनु भयो भने चाहिँ हजुरले अपोइन्टमेन्टको पैसा लाग्दैन. तर हजुरले आजको आजै अपोइन्टमेन्ट लिन्छु भन्ने पनि मिल्छ के. आई थिंक देयर आर अ लट अफ प्रिमियम सर्भिसेस. त्यसलाई अलिकति पैसा बढी तिर्नुपर्छ. त्यो चाहिँ मैले तिरिन. मैले जस्ट डेट अवेलेबल जुन थियो त्यो लिए अनि म त्यो टाइममा VFS मा गए अनि आफ्नो सबै डकुमेन्ट्सहरु बुझाए. अनि भिजा एप्लिकेसनको पनि अलिकति फी लाग्छ जुन मैले बिर्सिसके. यु क्यान प्लिज चेक दैट इन VFS को वेबसाइट. बी प्रिपेयर्ड. अलिअलि गरेर एकदम धेरै पैसा खर्च गर्नेवाला छ. वन्स एभ्रिथिङ इज डन, भिजा एप्लाई गरिसक्नु भयो रे हजुरले, त्यसपछि चाहिँ हजुरले वेट मात्र गर्ने हो. यस, इन्टरभ्यू हुन्छ. त्यो पनि एकदम धेरै क्वेशन सोध्नु भएको थियो हजुरले. इन्टरभ्यू हुन्छ तर त्यो चाहिँ एक दिन अगाडि हजुरलाई WhatsApp मा मेसेज आउँछ भोलि तिम्रो इन्टरभ्यू हुन्छ है यो टाइममा भनेर. अनि त्यो दिन चाहिँ हजुर एकदम खाली बिहानदेखि साँझमा खाली बसेर मोबाइलको अगाडि बसिराख्नु पर्छ. अनि कहिले फोन गर्छ अनि भिडियो कल गर्छ अनि पछि आफ्नो इन्टरभ्यू दिनुपर्छ. कहिले पनि फोन गर्न सक्छ. मलाई चाहिँ यति टाइममा गर्छु है भनेको थियो तर त्यो टाइम पछि गरेको थियो. सो इट रियली डिपेन्ड्स अन देम. इंग्लिश स्पीकिङ इटालियनले नै लिनुहुन्छ. इंग्लिशमै हुन्छ हजुरको इन्टरभ्यू. सकेसम्म अलिकति फर्मल हुने ट्राई गर्नु है. त्यति चाहिँ मेरो सजेसन हुन्छ. मैले भोगेको कुरा भन्नुपर्दा चाहिँ मैले एकदमै धेरै वेट गर्नुपर्ने थियो. मैले अगस्तमा अप्लाई गरेको आइथिंक अरूहरुको 15 दिनमा इन्टरभ्यू भइराको थियो भने मेरो नोभेम्बरमा मात्र इन्टरभ्यू भयो. अक्टोबरमा क्लास स्टार्ट भइसक्यो. नोभेम्बरमा बल्ल मेरो भिसा आएको थियो के. तर हजुरले पहिले अप्लाई गर्नु भएको छ भिजा भने चाहिँ प्री रिफ्युजल र रिफ्युजल भन्ने हुन्छ. प्री रिफ्युजल भनेको अब हजुरले सबै डकुमेन्ट्सहरु दिनुभयो अनि मलाई केही कुराको चित्त बुझेन भने चाहिँ प्री रिफ्युजल दिन्छ. अनि प्री रिफ्युजलमा के कमी छ भनेर हेर्नु. त्यो डकुमेन्टलाई चाहिँ फेरि मेन्ट गरेर अर्को नयाँ डकुमेन्ट्स बनाउनु. अनि तिनीहरुलाई चित्त बुझ्यो भने ओके, चित्त बुझेन उनीहरुलाई भने चाहिँ यु क्यान नट कम इन इटली. मैले चाहिँ सेकेन्ड कलमा मात्र अप्लाई गरेको थिएँ नि त. सो झटपट भयो, ढिला भइरहेको थियो इन्टरभ्यू. आई डोन्ट नो व्हाई. एकदमै धेरै एप्लिकेसनहरु भएको भएर एकदम ढिला भयो भन्दै थियो. मैले लास्टै नै धेरै कुर्नु परेको थियो. आई डोन्ट इभन वान रिमेम्बर कति गाह्रो भएको थियो त्यो बेलामा, कति कुरेको थियो हामी सबैजनाले भनेर. इन्टरभ्यू सकेपछि इफ यु गेट सेलेक्टेड यु क्यान कम टु इटली. अनि रिजनल स्कलरशिपको बारेमा पनि लास्टै धेरै क्वेशनहरु सोध्नु भएको थियो. रिजनल स्कलरशिपको बारेमा चाहिँ आई वुड बी टकिङ इन नेक्स्ट भिडियो because this video is very long. So guys, thank you so much for watching. I hope this helped. Best of luck. Ciao.